त्यो मापदण्ड अनुसार त पशुपतिनाथ मन्दिर पनि भत्काउने अब। यस्ता दुई महान विद्वानहरू जसको कुरा सुन्दा लाग्छ यिनीहरूले स्कुलको गेट पनि कहिले देखेका छैनन्। एउटा छ त्यो पत्रकार जसलाई बागमतीको ढल व्यवस्थापनका लागि बनाइएको 20 मिटरको मापदण्ड र 1500 वर्ष पुरानो पशुपतिनाथ मन्दिर बीचको फरक थाहा छैन। के पशुपति भत्काइदिने तरे के बोलेको, कस्तो प्रश्न सोधेको। पशुपतिनाथ जस्तो युनेस्को विश्व सम्पदा सूचीमा परेको र शताब्दीौं पुरानो ऐतिहासिक मन्दिरलाई भर्खरै बनेको बागमती करिडोरको 20 मिटर मापदण्डसँग तुलना गर्न मिल्छ पत्रकार सर? कसले बनाउँछ हो यस्तालाई इन्टरभ्युअर र प्रेजेन्टर? सुन्नुस्, सम्पदा संरक्षण ऐन एन्शियन्ट मोन्युमेन्ट्स प्रिजर्भेसन एक्ट 2013 ले यस्ता ऐतिहासिक संरचनालाई विशेष सुरक्षा दिन्छ। बाटो वा करिडोरको मापदण्ड नयाँ संरचनाका लागि हो। अनि बुद्धिजीवी को हो त्यो? कहिले देखेको पनि छैन। पत्रकारले मूर्ख प्रश्न सोध्यो भन्दैमा बुद्धिजीवी भनाउँदाले पनि आफ्नो दिमागको क्षमता देखाउनै पर्छ। मन्दिर सार्न सकिन्छ रे। ओइ, पशुपतिनाथ मन्दिर कि तिम्रो घरको गमला हो र यताउता सार्नलाई, कि बागमती खोला तिम्रो गाउँको खेतको पुल हो जता मन लाग्यो त्यतै मोडिदिने? सुकुम्बासी बस्ती र अवैध घरहरू हटाउने अभियानलाई पशुपतिसँग जोडेर जनतामा भ्रम फैलाउने कस्तो खालको अन्तर्वार्ता हो? यसलाई पत्रकारिता भनिदैन, आफ्नो च्यानल चलाउने र भ्युज कलेक्ट गर्न खोज्ने स्टन्ट भनिन्छ। संसारभरका मान्छेले गौरव गर्ने सम्पदालाई सस्तो राजनीतिसँग तुलना गर्न लाज लागेन? एउटालाई भ्युज चाहिएको छ, अर्कोलाई आफ्नो नभएको दिमागको क्षमता देखाउनु छ। सुन्नुस्, पशुपतिनाथको ढुङ्गामा इतिहास छ जुन तपाईँ जस्ता टिक्के नेता र तोरी पत्रकारको बुझाइभन्दा निकै माथि छ। बागमती करिडोर मिचेर बनाइएका अवैध टहरा र परापूर्व कालदेखि रहेको मन्दिरलाई एउटै तराजुमा जोख्ने तपाईँहरूको यो लजिक सुन्दा तर्क आफैले आत्महत्या गरिसक्यो। कृपया क्यामेरा अगाडि आउनु अघि अलिकति अध्ययन र रिसर्च गर्ने कष्ट गर्नुहोस्। कमेडियन झोलेहरू यस्ता बहसले सूचना दिँदैन, मात्र मान्छेलाई विभाजित गर्ने काम गर्छ।